हिमाली सभ्यताको जनजीवन अनि जनजातिको झुपुक्क बस्ती। नेपालको तेस्रो पदमार्गका रूपमा अवस्थित यस लाङटाङ उपत्यकाले रसुवा भ्रमण गर्ने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ। पदयात्राका क्रममा पदमार्गमा देखिने स्वदेशी तथा विदेशी पदयात्रीहरूको चहल पहल, लोप उन्मुख वन्यजन्तु, वनस्पति, कलकल बगिरहेका झरना, साना र ठूला खोलानाला तथा खाद्यान्न ढुवानीका लागि प्रयोग गरिएका खच्चड, अनि पदमार्गको छेउमा चरिरहेका हिमाली याक तथा नागहरूले सुन्दरता प्रदान गरिरहेको यस स्थानमा नजिकैबाट वरिपरि देखिने हिमाल अनि स्थानीयहरूको आतिथ्यले जो कोही रमाउँछन्। क्यान्जिङ उपत्यका लाङटाङबाट मात्र 2 देखि 3 घण्टाको दूरीमा रहेकाले पर्वतारोहणका लागि यो उपत्यका सर्वाधिक चर्चित बनेको अवस्था छ। क्यान्जिङ उपत्यका पदयात्रीहरूका लागि यो अन्तिम बिन्दु भने होइन। यहाँबाट क्यान्जिङरी, चेरकोरीरी, लाङसिसा जस्ता उच्च स्थानमा पुगी हिम श्रृङ्खलाहरूको अवलोकन गर्दै एकै दिनमा पुनः क्यान्जिङ आउन सकिन्छ। सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा समेत पुग्न गञ्जला क्रस गरी जाने पदमार्ग यही उपत्यकाबाट छुटिन्छ। त्यसैले पनि यस उपत्यकामा अहिले पर्यटकहरूको बसाइका लागि सुविधा सम्पन्न होटेलहरू निर्माण भइसकेका छन्। बागमती प्रदेश सरकार र पर्यटन बोर्डको आर्थिक सहयोगमा रसुवा नुवाकोट पर्यटन समाजले लाङटाङ क्षेत्रको पर्यटन प्रवर्धन गर्न लाङटाङ ट्रेल रन 2025 आयोजना गर्यो। क्यान्जिङ उपत्यकादेखि स्यापुरबेसीसम्म 32 किलोमिटर दूरीको दौडमा स्वदेशी तथा विदेशी गरी 82 जनाको सहभागिता रह्यो। यो दौड प्रतियोगिताले यस क्षेत्रको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा लिएको छ। एडभेन्चर स्पोर्ट्स टुरिज्मलाई पनि लाङटाङ क्षेत्र चाहिँ डेभलप गर्नको लागि, एडभेन्चर स्पोर्ट्स टुरिज्मलाई डेभलप गर्नको लागि यो ट्रायल लाङटाङ ट्रायल रन चाहिँ हामीले आयोजना गरेका हौँ। यो चाहिँ हरेक वर्ष, अब यो चाहिँ हामीले स्टार्ट गऱ्यौँ, तर यो चाहिँ हरेक वर्ष हामीले चाहिँ गर्ने चाहिँ हाम्रो प्लान छ। पालिको यो रनिङले चाहिँ एउटा नयाँ सन्देश र हरेक मिडिया क्षेत्रमा पनि यसले चाहिँ अलिकति प्रभाव जमाउन सक्यो भने अवश्य पनि यसले ठुलो टेवा दिन्छ यो पर्यटन प्रमोसनमा चाहिँ। 2072 सालको विनाशकारी भूकम्पका कारण खण्डहर जस्तै देखिएको लाङटाङ उपत्यकालाई अहिले स्थानीयहरूले हिजोको भन्दा सुरक्षित, विकसित र व्यवस्थित बनाई पर्यटकहरूको सेवामा तल्लीन भएका छन्। रसुवा जिल्लामा आर्थिक गतिविधिलाई चलायमान बनाउने यस उपत्यकाले रसुवावासीहरूको जीवनलाई नै उन्नत बनाउन सहयोग पुर्याएको छ। आउनुहोस् यस अवस्थामा काठमाडौँ उपत्यकाबाट छोटो दूरीमा रहेको हिमालयको काखमा अवस्थित यस सुन्दर फुलबारीमा हामी पनि एकपटक पुगौं।